फाइनली गाइज आज चाहिँ हामीले मासुको चाहिँ यो नयाँ खालको एउटा टेस्ट बनाउन लागेको छौँ। यहाँ चाहिँ के हाल्यो? नुन, बेसार, मरमसला, कागती, मासुमा हाल्ने सबै इन्ग्रिडियन्टहरू हाल्दैछु है। यसमा चाहिँ नुन, बेसार, यिनीहरू मसलाहरू होइन, टक्क यो मासु हाल्यो। अब यहाँ म चाहिँ टक्क यो लसुन, अदुवा र जिरा पिस्दैछु। यता यहाँ रेडी हुँदैछ, तेल हाल्नु पर्यो अब। ल यसमा चाहिँ हल्का तेल हालिन्छ सरर, सबै मरमसला, लसुन, अदुवा यो हालेर चाहिँ यसरी मोल्ने। नुन, बेसार यसरी मोल्ने मजाले। यो चाहिँ एकैछिन मोलेर एकैछिन राख्ने, आधी घन्टा जति। यो ताकि यो मरमसला मजाले छिरोस् यो मासुको भित्रसम्म। त्यो भएको हिसाबले चाहिँ यो एकैछिन राख्नुपर्छ यसलाई। हामीले चाहिँ यहाँ यो तेजपत्ता पनि हालेका छौँ होइन। तेजपत्ता हालेपछि यसलाई एकैछिन चाहिँ पाक्न दिनुपर्छ यो होइन। यसलाई चाहिँ टेस्टको लागि पनि यो हालिन्छ होइन। फाइनली गाइस अब चाहिँ हामीले ओर्लिँदैछौँ होइन। मजाले यसलाई तेलमा चाहिँ यो आधी घन्टा हामीले यो मसला हालेर राखिसकेको मासु चाहिँ मजाले आधी घन्टापछि यसरी तेलमा फ्राई गर्ने। तेलमा यसलाई मजाले भुटिराख्ने, चलाइराख्ने। लास्टमा कस्तो हुन्छ म देखाउँछु है तपाईँलाई।